श्री परमहंसाय नमः। सबैमा प्रेमले भरेको जय सच्चिदानन्द आत्मबन्धन प्रेम नमन। आज हामी एकदमै पवित्र अनि दिव्य र भरपूर ऊर्जाले भरिएको भूमिबाट यहाँहरूसँग जोडिएका छौँ। आत्मा जागृति मिसन नेपालको आयोजनामा गुरु महाराजजीको असीम कृपाले र सञ्जीव सरको मार्गदर्शनले स्माइलिङ योगी मेडिटेसन ध्यान साधना गर्ने एउटा अद्भुत अवसर प्राप्त गरेका छौँ। आजको यो भिडियो हामी यहाँहरूलाई केवल ध्यान मात्रै होइन, ध्यानले जीवनमा ल्याउने परिवर्तन, शान्ति र आनन्दको गहिरो अनुभवको बारेमा साझा गर्नेछौँ। मेडिटेसन भनेको केवल आँखा बन्द गरेर बस्नु मात्रै होइन, यो त आत्मासँगको एउटा संवाद हो। आफूभित्र लुकेको शान्ति र शक्तिलाई जगाउने एउटा माध्यम हो। जब हामी ध्यानमा बस्छौँ, हामी बाहिर संसारबाट अलग भएर आफ्नो अन्तर्मनसँग जोडिन्छौँ। स्माइलिङ योगी मेडिटेसन एकदमै सरल, सहज र प्रभावकारी साधना हो। यसमा हामी केवल ध्यान मात्रै गर्दैनौँ, हामी भित्रबाट मुस्कुराउन सिक्छौँ। यो मुस्कान बाहिरी होइन, यो त आत्माबाट निस्किने एउटा दिव्य मुस्कान हो, जसले शरीर, मन र आत्मालाई एकसाथ शुद्ध बनाउँछ। मेडिटेसन गरेर हामीलाई मानसिक शान्ति प्राप्त हुन्छ। तनाव, चिन्ता, डरहरू बिस्तारै बिस्तारै हराउँदै जान्छ। मन एकदमै शान्ति र स्थिर र सन्तुलित हुन्छ। त्यसका साथसाथै ध्यानले शरीरमा सकारात्मक ऊर्जाहरू प्रवाह गराउँछ। रक्त सञ्चारहरू राम्रो हुन्छ। रोग प्रतिरोधात्मक क्षमताहरू बढ्छ। त्यस्तै हामी आफ्नो वास्तविक स्वरूपलाई बिस्तारै बिस्तारै हामी चिन्न थाल्छौँ। आत्मासँग सम्बन्ध बलियो हुन्छ र बाहिरी कारण बिना नै हामी मनभित्र आनन्दको लहर उठ्न सुरु हुन्छ। नकारात्मक हराउँदै जान्छ, सकारात्मक सोचहरू आउँदै जान्छ। जीवनप्रतिको दृष्टिकोण परिवर्तन हुन्छ। सम्बन्धमा सुधार आउँछ। हामीभित्र प्रेम, करुणा र धैर्य बढ्छ। परिवार र समाजसँगको सम्बन्ध अझै राम्रो हुन्छ। आजको यो दिव्य भूमिमा ध्यान गर्दा हाम्रो हड्डी हड्डीमा, हाम्रो रगत रगतमा यसरी आनन्द फैलिएको छ। हामीले सबैले अनुभूति गरेका छौँ। मन यति धेरै शान्त भएको छ, आत्मा यति धेरै हलुको भएको छ, जीवनप्रतिको नयाँ ऊर्जा जागिरहेको छ। यो केवल शब्दमा व्यक्त गर्न नसकिने एउटा यस्तो अनुभूति हो। यदि यहाँहरू पनि यस्तो अनुभवहरू चाहनुहुन्छ भने आउनुहोस्, हाम्रो साथमा जोडिनुहोस्। आत्मा जागृति मिसन नेपालसँग सम्पर्क गर्नुहोस्। हामी विभिन्न स्थानहरूमा पुगेर आत्मा जागृतिको सन्देश फैलाउँदै आनन्दको झन्डा फरफराउँदै अघि बढिरहेका छौँ। आफू पनि आनन्द लिउँ, अरूलाई पनि आनन्द दिउँ। यो जीवनलाई केवल बिताउने मात्रै होइन, यसलाई अनुभूति गरौँ। यसलाई उज्यालो बनाउने यात्रा हो। अन्त्यमा गुरु महाराजप्रति हार्दिक कृतज्ञता, साथै सञ्जीव सरप्रति यति धेरै कृतज्ञता। हजुरहरूको कृपाले नै आज यो अनुभूति गर्न पायौँ। धन्यवाद। जय आत्मा जागृति मिसन नेपाल। जय सच्चिदानन्द। यो धरती कति पावन छ। जुन पुण्य भूमिमा आज हामीले हाम्रो गुरु महाराजजीलाई आत्मामा अनुभूति गर्न पायौँ। यो त हाम्रो लागि एउटा शब्दभन्दा अझै माथि सौभाग्यको कुरा हो। साँच्चै यो धरती धन्य छ जहाँ भगवानको पाइला परेको छ। आज हामीलाई यस्तो अनुभूति भयो कि हाम्रा हड्डी हड्डी, हाम्रा रगत रगतमा भक्ति र आनन्द बगिरहेको छ। मनभरि यस्तो मधुर मुस्कान छाएको छ। काठमाडौँको यो पवित्र मणिचूर्दह धाममा हामी पुगेर ध्यान गर्ने एउटा अमूल्य अवसर पाएका छौँ। यो पाउनु नै हाम्रो जीवनको लागि ठुलो कृपा हो। यो केवल एउटा क्षण मात्रै होइन, यो त आत्मालाई स्पर्श गर्ने एउटा दिव्य अनुभूति हो, जसले जीवनलाई नै उज्यालो बनाइदिएको छ। यति धेरै कृपा, माया।
मैले हिजो पनि भुलेको छु, भोलि पनि भुलेको छु, अहिले पनि मैले सबै कुरा भुलेर आफै भित्र प्रवेश गर्दैछु। मैले धेरै देखेँ संसारमा, धेरै दुखेँ दुनिया, तर आज म आफूलाई खोज्दैछु, आफूलाई अन्तर हृदयबाट आफूलाई महसुस गर्दैछु र अपार शान्तिका साथ एउटा एउटा शब्दद्वारा म जाप गरिरहेको छु। शिवो